अस्ट्रेलियाको लागि प्रिपेयर गर्दै हुनुहुन्थ्यो, आफूले चिने जानेका साथीभाइहरूको राम्रो प्रोफाइल हुँदै पनि भिजा रिजेक्सन भएको कारणले मैले अस्ट्रेलियामा अब 5 लाख दुबारा खर्च गरौँ, रिस्क लिउँ कि अन्य डेस्टिनेसन हेरौँ भन्ने विद्यार्थीलाई यो भिडियो काम लाग्न सक्छ। हामीलाई फलो गर्नुहोला र सेयर पनि गरिदिनुहोस् ताकि अन्य विद्यार्थीहरूसँग पनि यो इन्फर्मेसन पुगोस्। अस्ट्रेलियाले मात्रै राम्रो एजुकेसन दिँदैन, अन्य देशहरू युके, युएसए, क्यानाडा, न्युजिल्यान्ड जस्ता देशहरूले पनि त्यत्तिकै कम्पिटेटिभ एजुकेसन दिन्छन् भने त्यत्तिकै फ्युचर पाथवे, करियर पाथवेज पनि डेलिभर गरिरहेको हुन्छ। यदि तपाईँको उद्देश्य पढ्ने नै हो भने युएसए, क्यानाडा, युके जस्ता देशहरूमा चाहिँ अलि धेरै तपाईँले अस्ट्रेलियाको लागि नै जम्मा गरिसकेका डकुमेन्टहरू तिनै काम लाग्दाखेरि अझै भिजा पाउने चान्सेसहरू अरू जो कन्भिन्सिङ हुन सक्ने चान्सेस हुनसक्छ। युएसले अहिले 1-2 वर्षको स्टेटमेन्ट पनि मागिरहेको छ फाइनेन्सियल कारणले भने अस्ट्रेलियाको लागि भएको डकुमेन्ट त्यो त्यहाँ काम लाग्न सक्यो भने क्यानाडाले पनि 4 महिनाको स्टेटमेन्ट छ भने अझै राम्रोसँग उनीहरूले तपाईँको फाइनेन्सियल क्यापासिटीहरूलाई अध्ययन गर्न पाउने र भिजा पाउने रेट पनि बढिरहेको देखिन्छ। युकेमा 28 दिनको ब्याङ्क ब्यालेन्स भयो हुन्छ भने नबिल र एसबिआईले कोही लोन गर्न सक्नुहुन्छ भने तपाईँले न्युजिल्यान्ड पनि गर्न सक्नुहुन्छ, त्यसमा त पे आफ्टर भिजा पनि छ। यस्ता धेरै कुराहरू बुझ्नु, सबै के गर्दा ठिक हुन्छ, मेरो फाइनेन्सियल क्यापासिटी, मेरो रिस्क बियरिङ गर्ने क्यापासिटी, मैले भिजा लज गर्दाखेरि भिजा रिजेक्सन भयो भने मेरो पछाडिको अवस्था के हुनसक्छ भन्ने कुराहरू बुझेर मात्रै बल्ल एप्लिकेसन स्टार्ट गर्नुहोस्। यस्ता कुराहरू बुझ्नको लागि तपाईँ एनमार्क एजुकेसन आउनुहोस्। हामी चिप्लेडुङ्गा पोखरा ट्रेडमलको पारिपट्टि तेस्रो तलामा छौँ अनि छलफल गरौँ। डोन्ट रिस्क योर भिजा, गेट द राइट सपोर्ट। थ्याङ्क यू।